तपाईँको पनि बाख्रालाई यो खोरेत रोग लागेको छ, जसलाई खुरपका र मुखपका रोग पनि भनिन्छ। आउनुहोस् यसलाई समाधानको लागि के गर्नुपर्छ यो भिडियोमा हेर्नुहोला। नमस्कार किसान साथीहरू, फेरि नेपालभरि गोठ फार्ममा धेरै स्वागत छ। हेर्नुहुन्छ कि मेरो सबै बाख्राहरूलाई खोरेत जुन भन्छ नि खुरपका र मुखपका रोग त्यो भइसकेछ हेर्नुहुन्छ। तर एउटालाई छैन के, यो सबैलाई नै महामारीको रूपमा नै भइसकेछ। यसको लागि नेपाल सरकारले भ्याक्सिन पनि ल्याएको छ हैन, र के छ कि भ्याक्सिन पनि आएको थियो। तर के हुन्छ यो जुन भ्याक्सिन ल्याउन मैले सकिनँ भ्याक्सिन लगाएको ठाउँमा, त्यही भएर अहिले मेरो सबै बाख्रालाई खुरपका र मुखपका जुन खोरेत रोग भन्छ त्यो भइसकेछ। यसलाई समाधान कसरी गर्न सकिन्छ त? तपाईँको पनि बाख्रालाई यस्तै समस्या भएको छ भने सबैभन्दा पहिला के गर्नु होला कि जुन आयोडिन हुन्छ नि, आयोडिन सोल्युसन जुन बेटाडिनको नामले पनि बजारमा पाउँछ, आयोडिन पोभिडिनको जुन सोल्युसन हुन्छ नि त्यसले तपाईँले के गर्नुहुन्छ कि पहिला यसको मुखमा हैन चारैतिर त्यसले सफा गरिदिने। बेटाडिन एउटा पानी जस्तो औषधि हो, त्यसले मुखमा त्यो घाउहरू सफा गर्ने औषधि हो। यो मानिसहरूको लागि पनि प्रयोग गरिन्छ। त्यसले के गर्नु होला कि सबैभन्दा पहिला कि यसलाई सफा गरिदिने, र सफा गर्नको लागि यो भिडियोमा हेर्नुहुन्छ यही हो। यो पोभिडिन आयोडिन सोल्युसन हुन्छ जो पानी जस्तो रुईको सहायताले सफा गरिदिने। र सफा गर्दाखेरि के हुन्छ कि त्यो भित्र मुखमा परे पनि नि केही फरक पर्दैन। त्यही भएर तपाईँले प्रत्येक बाख्रालाई कम्तीमा डेलीको डेली 3-4 दिन पानी सफा गर्नु होला। एन्टिबायोटिक औषधि जुन आउँछ नि कोट्रिमोक्साजोल, त्यो मानिसको बेला पनि प्रयोग गर्न सक्नुहुन्छ, भेटनरीमा पनि आउँछ। अनि त्यो औषधि तपाईँले कम्तीमा डेली एकपटक चाहिँ दिनु होला र तपाईँको समस्या समाधान हुन सक्छ। हस्त भिडियो हेर्नको लागि धेरै धेरै धन्यवाद।